हेलो हामी चाहिँ आज भात खाएको भिडियो बनाउनु लागेको कस्तो हुँदो रहेछ भनेर पहिलाचोटि है भात अनि सिम्पल केही छैन पोर्क मात्रै छ अरू सलाद आइसक्यो खानु हामीले पनि भिडियो जस्ट बनाउने भनेर अस्तिदेखि प्लान गरेको तर बनाउनु चाहिँ थालेको थिएन क्या आजदेखि स्टार्ट गर्नु पर्यो भनेको तर केही छैन स्पेसल चाहिँ त्यस्तो हाम्रो होइन भर्खर दिमागमा यही आयो हामी यस्तो गरौँला भन्ने अनि त्यो भएको डल्ले खोर्सानी पनि छ नक्कल पारेछ नि त नङ पहेँलो हुन्छ भने यसमा मलाई साग लाएर खानु मन थियो सुँगुरको मासु ल सुँगुरको मासु यसमा साग हालेर खानु मन थियो सागै पाएन यस्तो हाल्नु चाहिँ बोसो भएको क्या यो बोसो छाला हातले टिप्ने हो के त अस्तिदेखि सलिनाले यस्तो गर्नु खोजेको थियो तर मौका मिलिरहेको थिएन आज त्यो पनि एक्का छैन मौका त होइन आज नि 81 दिमागमा आयो या के काम दाम छैन काम दाम नभएपछि दिमागमा अनेक कुरा आउँछ बरु यस्तो गाह्रो हुन्न भनेर ल खाम ल खान नि पन्जा सानो भएर नुन लाग्यो है खोर्सानी गर्नु हुँदैन क्या के हुन्छ हुँदैन लाज लाग्दो रहेछ हौ क्यामेरामा के गर्ला यसरी खानुपर्छ गम गम होइन यो चाहिँ लास्टमा हो के अरे अनार र दही पिरो हुन्छ नि त देखाउनु चाहिँ देखाएँ कि यो तर म खानु चाहिँ सक्दिनँ अब यो मलाई यस्तो गर्छु र म अबे म खानु यस्तो डर लाग्छ हौ मलाई त के भएको बोसो खानु लेट्स ट्राई एउटा ल मलाई त अफुन लाग्छ ग्रेभी छिरेन आयो नि हेरेँ त्यो गाईको छोरा हो होइन त्यस्तो देख्छु त याद हामीलाई डिस्टर्ब नगर न सुड्डो नर्स केही छैन स्टप गर्नु त स्टप गर्दा ए हामी चाहिँ खाँदा खाँदै फेरि को आयो नर्स आयो है बोजूलाई हेरेर नर्स आएपछि अनि बन्द एकछिन गरेको नि त खाँदा खाँदै कोही न कोही आउँछ भनेर चाहिँ लागिरहेको थियो यस्तो डिस्टर्ब हान्दै कि भात खाँदा खाँदै सुड्डी आएर यो गीत छ नि यो गीत भयो भने एकजना मान्छे याद आउँछ बोसो खाँदैन नो मलाई चाहिँ यस्तो मात्रै मिठो लाग्छ त्यो भिडियो चाहिँ केमा पोस्ट गर्ने अरे हामीले भाँडा टाकटुक सबैमा कस्तो टोकिन्न हो पिरो धेरै खानु म अझै पिरो खानु सक्नु छोडेको छु एउटा सानो अस्तिको जस्तो मलाई कति घिनलाग्दोले खाएको भन्छ होला है कस्तो धेरै यस्तो मिठो भएर चाहिँ घिनलाग्दो भने चाहिँ शीतलाग्दो बनाएको खाने भने क्या घिनलाग्दो तरिकाले मलाई चाहिँ फेरि गम गम मुखमा हाल्नु म हालिन नि खाएको जस्तो लाग्दैन आफूलाई जस्तो कम्फर्टेबल लाग्छ जस्तो सजिलो हुन्छ त्यही खाने हो चाहिँ मान्छेलाई राम्रो देखाउनलाई खाने हो र तर यो पन्जा लगाएर खाएर चाहिँ कस्तो अप्ठ्यारो हुँदैन क्या
के गर्नु नि यत्रो पैसा तिरेर बनाएको खेरो फ्याल्नु त होइन 3 घन्टा 4 घन्टा लाएर बनाएको चिज तर त्यो त त्यति देख्दैन होला मेरो त एकछिन योमा चाहिँ क्यामेरामा त कति राम्रो आएको मैले कहिले गोल आएको हेर्न यो भन्नु नि अझै त्यो साग लाएर खानु मन छ क्या सुँगुरको मासु रायो साग अब पाउनु पनि त रायो साग अनि सुँगुरको त्यो सेतो मैले कहाँ राखेको हो हड्डी है यो नै लाग्यो एउटा टिस्यु माथि राख्नु ल्याइएन दाँतै कस्तो भयो उयो भएर के भन्छ हड्डी टोकेको मलाई चाहिँ के भएको होला मासु र भात खाएपछि यस्तोहरू टोकिराख्नु झ्याउ लाग्छ जान्छ त म त फेरि यस्तो चाहिँ भएन भने अझै सलाद बनाउनु पर्थ्यो अब कस्तो चाँडो अरू पनि होइन काँक्रा चाहिँ हुनै पर्यो क्या खानु काँक्रा चाहिँ हुनै पर्यो नेपालमा हुँदा नि कि काँक्रा मुला अब काँक्रा मुला त हुन्छ नि त नेपालमा काँक्रा मुला गाजर म चबाइराख्नु झ्याउलामा मासु र भात थुप्रै लाग्छ गीत पनि राम्रो बज्यो खाना पनि मिठो भयो भिडियो पनि बनायो ख्यालख्यालमा अस्ति कति मिठो मिठो खाइएको थियो नि त्यतिखेर चाहिँ बनाउने जोस जाँगरै नभएको क्या यो चाहिँ नमिठो हो जाने अहिले मिठो अब नेपालतिर बाहिर त अब के हो र जाब भन्ने हुन्छ हुन त होइन तर बाहिर त नि यस्तो छाला भएको मासु सुँगुरको छाला पोसो भएको हड्डी भएको स्वर्गमा गएको हुन्छ विदेशतिर त यस्तो छाला भएको मासु पाउनु त बोसो भएको मासु पाउनु रातो मासु मात्रै खान्छ नि त यहाँ छाला खान्छ हामी त बच्चैदेखि छाला टोकाएको बाउआमाले होइन छालै टोक्नु मन लाग्छ अनि अक्कबरी खोर्सानी अझ नपाउने ठाउँ बिचराहरू खानु कतिजना खाना खानु पाएको हुँदैन नेपाली खाना यसो देख्यो भने त बियस पो हुन्छ भात थपौँ कि नथपौँ होला मन लाग्यो भने थप न मन लाग्यो नथप अब तिमी पो भनिस् त जाठी पहिलोचोटि अब हाम्रो भिडियो नि कति बेला 10 मिनटको भिडियो सिद्धि आँटिसकेको छ कति छिटो हो खै यत्रो मिनट म त खान्छु तर भाग्यो लिएन खाइहाल्छु सोधे भिडियो गर्दै खाँदा झन् कस्तो मिठो मजा पो आउँदो रहेछ पोख्यो भयो बाबा एकचोटिको बुढाले छोड्छ अरे दुईचोटि त हाल्नै पर्यो होइन बुढी भइसक्यो अब दुईवटा पाउँदैन मैले ल न हेर्नु त यहाँ सलिनाले खाएको गाइस त्यसै म यस्तो हुन्छु डोजर जस्तो सबले डोजर भन्छ अनि बाबा म त त्यही त खान्छु होला है लास्टसम्म अब म चाहिँ खासमा बोसो लबर त होइन छाला लबर पनि होइन म अब चाहिँ हाम्रो खाना फेरि रेड मिट चाहिँ खानु हुँदैन क्या बुझिनस्